स्वागत छ। आज चाहिँ फेरि हामी यहाँ आफ्नो ससुरालीबाट धरान हुँदै 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 कहाँसम्म पुगिन्छ, के गर्नुपर्ने छ आज यहाँलाई म देखाउने छु। यो 917 पुल हो। यहाँ आफ्नै काँचु जाली हो। यो बिहे भएको छैन, विचार गरौँ। गाई छो श्रीमती ज्यू अनुहार खटेरी भएर यहाँ देखाउन पनि उहाँले लजाइराख्नु भएको छ। यसो अनुहार त यसो दाँत त देखाइदेऊ न, दाँत त सेतै छ त। मेरो सालीको चाहिँ सबैभन्दा राम्रो छ नि। खास भन्यो भने के गर्नु, बिहे गरेर खत्तम भयो। गलत मान्छेलाई बिहे गरेर। हाम्रो यहाँ वरिष्ठ ज्यू चाहिँ यहाँ हुनुहुन्छ। वरिष्ठ ज्यू हाम्रो सासूज्यूलाई कराउँदै हुनुहुन्छ। अर्को छोरी पाउँदैनस् केटा भनिराख्नु भएको छ। तर राम्री छ नि सासू, के अरे साली अनि राम्री छ। तर के गर्नु, सासू परे एउटा छोरीलाई दिएरै कस्तो भइरहेछ। अनि हैन मम्मी, अर्को छोरीलाई कसले दिन्छ? नगर्दै भिन जाने। अहिले चाहिँ धरानको टेक्कै यो पत्रङबारी भन्ने ठाउँमा मेरो जेठी सासूको घरमा बसिबसाइ छ। हिजो राति आइपुग्यो। अब यसपछि चाहिँ हामी फेरि धरान बहिनीको कार्यक्रम छ। फेरि ससुरालीतिर फर्किन्छ। फेरि पछि भयो भने फेरि राम्रो हुन्छ नि। पछि त्यो फेरि अचारमा लाउँदा नि कस्तो पातलो, कस्तो हेर्दै वाउ जस्तो यार, जुना जस्तै छ क्या। बहुत सिधो छ यो। के यस्तो हुन्छ, पहेँलै हुन्छ पुरै, अनि जुना जस्तै देख्छ। यो कति ज्ञानी छ। धेरै राम्रो छ। भने भने रक्सी खाने बाबाको छोरा होइन। नाच नाच नाच। खोइ लुगा खोइ। सालीलाई स्वागत। सिटी साङपाङ सिटी। अब यहाँदेखि उता साङपाङ सिटी सुरु भयो। तर साङपाङ सिटी यो भएन, यो बाटो यस्तो भएन। यो मेयर साहबको यस्तो भएन। बाटो अलिक राम्रो बनाउनु पऱ्यो यता हामीलाई। मेयर साहबले सुनिरहनु भएको छ। तर यहाँको अर्कै मान्छे होला नि त कि एउटै हो? एउटै हुन्छ। वडा ओह्रालोमा पनि झर्ता हेरे यार। हिँड्नु लगाउँछ हो होइन? किन हो हिँड्नु लगाएको यार? हेर्नुहोस् यो चतरा पुल हो। यहाँदेखि
लेफ्ट साइड चाहिँ उदयपुर पर्छ, यो सुनसरी